मैंने चाहा तुझे मेरी खता नहीं, मेरी खता है कि तुझे पता नहीं। मैंने चाहा तुझे मेरी खता नहीं, मेरी खता है कि तुझे पता नहीं। मैंने चाहा तुझे मेरी खता नहीं, मेरी खता है कि तुझे पता नहीं। मैंने चाहा तुझे मेरी खता नहीं, मेरी खता है कि तुझे पता नहीं। अर्ली मर्निङमा हिँड्न लागेको छौँ हामी पोखराबाट डाइरेक्ट। अब के कस्तो हुन्छ बाटोहरू है, अब थाहा छैन, एक्सपिरियन्स गर्दैछु। अब लेट्स गो। अब ब्याग पनि यहाँनिर छ है, अब यहाँ चलाएर जानुपर्ने हुन्छ। अहिले हामी चाहिँ जानु लागेको छ। ब्रेकफास्ट पनि गरेको छैन फेरि अर्ली मर्निङमा बाइक स्टार्ट गरेर बाटोमा छु अहिले, जाने बाटोमा छु। अहिले 0 किलोमिटरबाट अब हामी हिँड्नुपर्ने हुन्छ घान्द्रुकतर्फ चाहिँ। के हुन्छ बाटोमा देखाउने छु, एससी हेर्दै गर्नु होला है त। फाइनली घान्द्रुक जानुभन्दा अगाडि चाहिँ आज मैले के अरे बाइक धुन पर्ने हुन्छ। बाइक पनि फेरि डेन्जर 4 भइसकेको थियो के, त्यो उता मनाङकोटबाट फर्किँदाखेरि नै आमामामामामा धुलोले त डेन्जरै के, मान्छे त 4 हुन्छ, बाइकको त के कुरा गर्ने होइन गाइज। बाइक पनि माया गर्नुपर्छ, धुनुपर्छ ल। अहिले चाहिँ ट्याक्कै हामी यता घान्द्रुक जाने बाटोमा छु, अनि यतापट्टि पोखरा, यतापट्टि चितवन। अब जहाँ गए पनि हुन्छ। अनि त्यो ठाउँमा छु। यस्तो बवाल भ्यू कि अगाडि मैले ठ्याक्कै यहाँ जिरोबाट हामी 0 चोकबाट ठ्याक्कै हेरेको होइन, यस्तो बवाल छ कि भ्यू कि अगाडिको है। म हजुरहरूलाई पनि देखाउन चाहन्छु है न, यहाँबाट के यस्तो बवाल के दामी लाग्छ यार। ओ माई गड, ल बवालै भइरहेको छ। म पनि यो गेटअपमा छु कफुले। अब हावा छिर्छ नि त, अनि त्यही भएर। अनि सामानहरू पनि यहाँ छ, सामानहरू छ यहाँनिर। अब जानुपर्ने हुन्छ। सुरुमा चाहिँ अब ब्रेकफास्ट गर्न जानुपर्ने हुन्छ, थोरै केही खाम्ला, अनि त्यसपछि अनि हामी यहाँबाट हिँड्नुपर्ने हुन्छ है त। हेर्दै गर्नु होला है फेरि। अब अनि नयाँ हुन्छ भने सब्सक्राइब गर्नु, अनि माया गरिदिनु होला। आज चाहिँ म घान्द्रुक जान लागेको छु। घान्द्रुकमा के कुराहरू हुन्छ सबै कुराहरू म देखाउनेवालामा छु। मसँग जोडिराख्नु होला, एन्ड देन भिडियो हेरिराख्नु होला है त। सो गाइज अब म चाहिँ ओक्सपबाट जानुपर्ने हुन्छ ब्रेकफास्ट गर्न। अनि ब्रेकफास्ट अलिअलि के खाएर चाहिँ अनि हिँड्नुपर्ने हुन्छ। हामी चाहिँ तम तयार हुन्छ, पेट्रोल पनि फुल छ। अब लेट्स गो घान्द्रुक है, गोइङ टु घान्द्रुक। अनि के हुन्छ हेर्दै गर्नु होला है त। नयाँ चिजहरू देखाउनेवालामा छु म। यहाँ छ, अनि अर्को झोला त्यहाँ छ, हेलमेट यहाँ छ, सो पानी यहाँ छ। अब पानी खान पर्ने हुन्छ। अहिले चाहिँ बाटोमै छु। अघि भर्खरै म के अरे बाइक उयो गरेर आएको नि त, धोएर आएको। बाइक पनि क्लिन देखेको छ, हेर्नुहोस् त। वाह, बाइक पनि क्लिन देखेको छ। र ब्याग पनि राख्नुपर्ने हुन्छ। पानी खाएको थिएन कि बिहानबाट मैले, अनि पानी चाहिँ खान लागेको छु। अनि तातो पानी मगाएको नि त, फेरि जाडोमा गाह्रो हुन्छ। अब हिँड्नु पऱ्यो, हजुरहरूलाई भ्लगहरू देखाउनु पऱ्यो, केहरू हुन्छ होइन। तातो पानी मगाएको भर्खरै। अब तातो पानी खाएर चाहिँ, तातो छ कि, अब तातो पानी खाएर अब के अब ब्रेकफास्ट गर्नुपर्ने हुन्छ। मैले चाहिँ खाजामा के मगाएको छु भन्दाखेरि चाहिँ अन्डा र चौचौ बनाएको, चौचौ मगाएको छु। अनि त्यसपछि अन्डा र चौचौ कम्बिनेसनले खान लाग्यो। फेरि बोइल गरेको होइन, बोइल गरेको अन्डा के, फ्राई गरेको अन्डा होइन। अनि बिहान केही पनि खाएको छैन नि त। अनि फेरि यसरी हिँड्दाखेरि त अलिकति तातो चिजहरू जानु पऱ्यो नि त, त्यही भएर हो। यहाँनिर खाजा खाएर पनि भ्यायो, अब जानुपर्ने हुन्छ ल। अब जाँदै गर्छु, बाटोमा के हुन्छ म देखाउँदै गर्छु है। फाइनली रेडी सेडी भयो, अब जानुपर्ने हुन्छ घान्द्रुकतर्फ। त्यसपछि अब बाटोमा के हुन्छ म देखाउँदै गर्छु। अनि कुरा चाहिँ अब के हो भन्दाखेरि अलि उता पुगेर पनि भेट्न सक्छ हामी है, के हुन्छ है। अब पुरै अब जानु पऱ्यो नि त फेरि, ध्यानपूर्वक हेर्दै गर्नु होला। अगाडिको भ्यू हेर्न सक्नुहुन्छ, यस्तो बवाल छ है गाइस। तपाईँहरू पनि यहाँबाट हेरेर त्यो फिल गर्नु होला है। मैले त फिल गरेँ, यस्तो राम्रो छ है। यस्तो राम्रो छ। अहिले उतापट्टि मात्र रहेको छ, जाने बाटोमा आइपुग्यो हामी। घान्द्रुकतर्फ जाँदैछौँ र राम्रो दृश्यहरू हेर्दै जाँदैछु। उतापट्टि माछा पुग्ने, अनि यतापट्टि यस्तो बवाल भ्यूहरू हेर्दै जाँदैछु।
अब के हुन्छ उतै गएर पनि म भन्छु हजुरहरूलाई है। म चाहिँ अब यसरी चलाएर जाँदैछु, अगाडि ब्याग पनि छ मेरो, अनि पालो पालो हुन्छ अहिले। ल बस्नु अब फाइनली हामी चाहिँ आधी बाटोमा आइसकेको छ। अब धेरै मिटर छैन, 13 किलोमिटर रहेछ गान्द्रुक चाहिँ। अनि ओकालो यो ओकालो छ होइन, उताबाट उस्तो ओह्रालो क्या। अनि कति ठाउँमा बिचतिर बाटो बिग्रिया रहेछ है, खोसेर पुऱ्याएर आउनु। अनि हामी पनि अहिले जाँदैछौँ, ठिकै छ। तर ओकालो ओह्रालो यो छ त्यो पुरै राउन्डिङमा बनाङकोटको जस्तै छ, तर त्यस्तो विधि वाइल्ड चाहिँ छैन, ठिक मात्रामा रहेछ। सो अहिले चाहिँ हामी आधी पुगेको छ। अब हेर्दै गर्नु होला है त। अब अहिले हामी त्यहाँ पुगेर अब खाना खानुपर्ने हुन्छ, खाना पनि खाएको छैन नि त। सो द्याट ल वेलकम टु गान्द्रुक। ल अब हामी चाहिँ फाइनली गान्द्रुक आइसकेको छ। अहिले पछि फेरि त्यहाँ गएर कुरा गर्छ है त। ल जम बाजे ल अहिले चाहिँ हामी हिँड्न परेको छ बाटो। अघि न चाहिँ तल बाइक राख्न मुनि बाटो बनाउने कारणले चाहिँ मुनि नै बाइक राखेर चाहिँ आफू हिँड्न पर्ने रहेछ। आधी घन्टा रहेछ कि फेरि। अनि अलिअलि झोला थियो, अब बाजेले बोकिदिने भन्नुभएको छ, उहाँहरूले पनि बोक्थ्यो होला हो। ल अब चाहिँ यस्तो रहेको छ बाजे गरौँ भइरहेछ। म भन्नु है पालो बोकौँला, पालो बोकौँला बाजे। बाजेले सधैँ बोकिरहेको मान्छे भन्छ, के भन्छ बोकाउनु त मन थिएन। लास्टै थकिँदै भइसक्यो, माथिसम्म ओकालो डेन्जरै बाटो खत्रै छ क्या, त्यो ड्यामेज बाटो बनाउनु पर्छ यार, यस्तो नगर्नु न। अनि मुनिबाट बाइक राखेर पनि माथि आउनुपर्छ ओकालो, होइन त बाजे? यस्तो तलबाट बनाउँदैछ क्या, जे होस् तलबाट बनाउँदैछ, अब माथिको पनि बन्नु पर्यो। अब लेट्स सी, हेर्दै गर्नु होला आजको भ्लग के कस्तो हुन्छ। हामी चाहिँ गान्द्रुकसम्म आएको छौँ। गान्द्रुक पुगेपछि यताउति देखाउने प्रयास गर्दैछु। वास्तवमा हामी पुगिसक्यौँ। आउँदै मन्दिर पनि छ है, मन्दिर पनि दर्शन गरेर सर माथि जानुपर्ने हुन्छ हामी। ल यतातिर हो क्या अरे, गेटमा नि आइपुग्यो हामी फाइनली। गान्द्रुक थकेला छ। यो छ है भ्यू चाहिँ, आमामा सक्दैन, खतरनाक छ यहाँ रहेको छ। फेरि अब भित्र जानुपर्ने हुन्छ, लास्ट थकेला गाइस। वाउ छ बाटो चाहिँ, लु घोडामा पनि चढ्दै आउनु भएको छ। बिस्तारै है, बिस्तारै समाएर छ। हेलो यस ल राम्रोसँग जानुहोस्। यस्तो छ गान्द्रुकमा पनि घोडाको सिस्टम छ है, यो रहेको छ। ओए के हो घोडाहरू है? वाह यता आउनु यता। होइन उहाँले बाटो हेऱ्यो क्या, त्यो छ यार आमामा। ल गान्द्रुक पनि आइपुग्यो, अब जाँदैछु। लेट्स सी के हुन्छ। थकेला छ बाबाले। माई गड पनि, माई गड अझै हिँड्नु पर्ने छ 10 मिनट। 10 मिनट पुगिसकेपछि के हुन्छ देखाउँछु।